र नमस्कार हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। र आज हजुरहरूमाझ जीवनको महत्त्वपूर्ण सत्यबारे कुरा गर्न चाहन्छु। हाम्रो जीवन छोटो छ, यो कुरा सबैलाई थाहा छ, तर कहिलेकाहीँ हामीलाई त्यो कुरा महसुस हुने समय आउँछ। र यसैबीच हजुरहरूमाझ सानो भिडियो लिएर उपस्थित भएकी छु र भिडियोलाई पुरा हेरेर हजुरलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। र सुरु गरे। जीवन छोटो छ, यसैले तपाईले आफ्नो मनले चाहेका सबै कुरा गर्नुपर्छ। रमाउनु पर्छ, हाँस्नु पर्छ, नाच्नु पर्छ, घुम्नु पर्छ र जीवनलाई पूर्ण रूपमा अनुभव गर्नुपर्छ। किनभने कहिलेकाहीँ हामी धेरै सोच्ने गर्छौँ, अरूले के भन्ला, समाजले के भन्लान्। तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ, जीवन तपाईको हो। अरूको सोचले तपाईलाई नियन्त्रण गर्न सक्दैन। तपाईलाई डराउनु पर्ने कुनै कुरा नै छैन। आफ्नो मनको आवाजलाई सुन्नुहोस्, आफ्नो मनको इच्छा पूरा गर्न हिम्मत गर्नुहोस्। रमाउनु डराउनु पर्दैन, नाच्नु डराउनु पर्दैन र आफन्तहरूसँग साथीहरूसँग घुम्न डराउनु पर्दैन। हो, समाजमा बसेपछि कहिलेकाहीँ मान्छेहरू भन्न सक्छन्, यो कुरा तपाईलाई शोभा लाग्दैन, यो ठिक छैन, तर तपाईलाई थाहा छ तपाईले आफ्नो जीवन कसरी जिउनु चाहनुहुन्छ, अनि त्यो सही पनि छ। जीवनले साँचो अर्थमा जिउन तपाईले आफैलाई स्वीकार्नुपर्छ। तपाई जस्तो हुनुहुन्छ त्यो तपाईलाई माया गर्नुपर्छ। नाच्न सिक्नुपर्छ, रमाउन सिक्नुपर्छ। नाच्दा रमाउँदा तपाई अझै बढी जीवित महसुस गर्नुहुनेछ। आफ्नो सपना पछ्याउनुहोस्, जसले तपाईलाई खुसी र आत्मसन्तुष्टि दिन्छ। जीवन छोटो छ, समय छिटो बित्छ, त्यसैले तपाईले हरेक पललाई मायालु बनाउनुपर्छ। आफ्नो खुसीको लागि समय निकाल्नु पर्छ। आफू खुसी नभए कसरी अरूलाई खुसी बनाउने। त्यसैले हरेक दिनलाई उत्साहको रूपमा मनाउनु पर्छ। डरहरूलाई छाड्नु पर्छ। अरूको नकारात्मक टिप्पणीलाई आफ्नो मनमा बस्न दिनुहुन्न। जीवन तपाईलाई खुसी दिनुपर्छ। तपाई आफैलाई खुसी राख्नुपर्छ। यसरी जीवन जिउँदा तपाईलाई अरूको नजरले डराउनु पर्दैन। तपाईले आफैलाई स्वीकार गर्नुभयो भने अरूलाई स्वीकार गर्न पनि सजिलो।